छपैया वार्ड नंबर 3 वार्ड नंबर 3 मर ब्लड बैंक अहिले वीरगञ्जको छपैया वार्ड नंबर 3 जुन यहाँ मस्जिद छ ब्लड बैंकको छेउमैको गल्लीमा त्यहाँबाट अहिले ढुङ्गामुङ्गा प्रहार भइरहेको छ र अहिले तनाव एकदम ग्रस्त स्थिति भनिन्छ त्यही भइरहेको छ अहिले यहाँ ढुङ्गामुङ्गा हेर्न सक्नुहुन्छ तपाई अहिले अब प्रहरी भित्र एकदम अब आफ्नो पोजिसन लिँदै भित्र छिरेका छन् र अहिले एकदम तनाव स्थित एकदम अहिलेको माहौल एकदम स्थित छ यहाँ यो वीरगञ्जको वार्ड नम्बर 3 तिर ब्लड बैंकको दृश्य हो अहिले बगलको छेउकै गल्लीबाट एक ढुङ्गामुङ्गा चलिरहेको छ यहाँ तपाई यहाँ ब्लड बैंकको छतबाट पनि हेर्न सक्नुहुन्छ यहाँ संचारकर्मी समेतसम्म भगाइरहेको स्थिति देख्न सक्नुहुन्छ यहाँ अहिलेको यो तनावगत यो ठाउँमा डीएसपी साहब पनि उपस्थित हुनुहुन्छ र यो माहौललाई शान्त गर्न के कसो सल्युसन निस्किन्छ त्यो बारेमा सोच्दै र आफ्नो प्रहरीहरूलाई कमान्ड दिँदै